सरकारलाई 4 दिने अल्टिमेटम भएन भने फागुन 8 देखि अनिश्चितकालीन नेपाल बन्द अनि आम हडताल। अरे दुर्गा परसाई हत्तेरीका म गलिसके यार यो दुर्गा परसाई सरको कुरा सुनेर। दुर्गा सर तपाईँले के भन्न खोजेको? पहिला कुरो नेपाल तपाईँको वीरता होइन ल, नेपाल दुर्गा परसाईले ल्याएको होइन। परसाई भनेका कुमाई हुन् होइन, अनि म पनि उप्रेती कुमाई हो। यो कुमाईले ल्याएको नेपाल होइन के, यो पृथ्वीनारायण शाहले एकीकरण गरेर ल्याएको देश हो। के को आफ्नो पेवा जस्तो गरेर ऊ बिएनसी बन्द गर्नु ल, त्यो बरु सुहाउँछ। बिएनसी तपाईँको हस्पिटल हो, बन्द गर्नु, केही फरक परेन। बुझ्नुभयो नि? मान्छे त्यहाँ भएन भने यता घोपा जान्छन्, विराटनगर जान्छन्, कहाँ जान्छन्, सिलगढी जान्छन् होइन, प्राय पूर्वका मान्छे हुन्छन्। त्यो बन्द गर्नु त्यो आफ्नो कुरा हो। घरको ढोका बन्द गर्नु त्यो आफ्नो कुरा हो। हजुरलाई खान मन लागिसिएन, हजुरको मुख बन्द गरिस्यो, त्यो आफ्नो कुरा हो। आँखा बन्द गर्नु आफ्नो कुरा हो। कान सुन्न मन लागेन, ठेडे खानु त्यो आफ्नो कुरा हो। सिँ गर्न मन लागेन, यता नाकमा रुवा खानु, गन्ध केहीको आउन सुँग्न मन लागेन भने नाक बन्द गर्नु। कस्तो कुरा गरेको? आफ्नो पेवा जस्तो गरेर। के को आम हडताल भनेको? के को आम हडताल? अनि के को नेपाल बन्द? के को तपाईँको हो त्यो नेपाल? जहिले जहिले काम केही छैन अरू। तपाईँले त अस्ति भन्दैछ त बालन शाह र सविता गौतमले जलाएको, भोलि मैले भिडियो ल्याइसक्दा यिनीहरू जेल जान्छन् चुनाव अगाडि। मैले त तपाईँले 2 दिन भनिरहेको थिएँ, एज सुन एज पोसिबल दुर्गा सर यो भिडियो तपाईँ ल्याउनु होला, होइन भने चाहिँ म त तपाईँलाई त हावादारी र एकदम गफाडे भन्नेमा चिन्छु। 2 दिनभित्रमा ल्याउनु होला, चुनाव आउने जेलसम्म पनि नपर्खिनु। किन तपाईँलाई कसले हप्काएको छ र धम्काएको छ र? मैले त भनेको थिएँ त्यति काम गर्नु दुर्गा सर, त्यो काम गर्नु पहिला। आमै अनि धेरैचोटि तपाईँको जेल आउँदै जाँदै भइरहेछ नि। यो सबै हावादारी कुरा गरेर भइरहेछ, नचाहिँदो कुरा गरेर भइरहेछ। हिजो ऊ गगन थापाले 65 करोड दिएर यता निर्वाचन आयोगलाई भन्नुभयो, त्यो झुटो सबै अहिलेसम्म बनाएका कागज सबै फेक छन्। सत्य र साँचो प्रमाण अहिलेसँग तपाईँसँग छैन। अनि के को आन्दोलन, के को हडताल भनेको? तपाईँ गर्नु न, तपाईँ भोकै बस्नु, तपाईँ गर्नु आन्दोलन, अरू होइन। तपाईँ आफ्ना घरमा गर्नु, तपाईँ आफ्नो हस्पिटलमा गर्नु, अन्त हुँदैन के? तपाईँ जेन्जी पनि होइन, के हो तपाईँ चाहिँ? के साह्रो हो? के को कराएको कराई गरेको जहिले जहिले? राम दुर्गा सर तपाईँले अलिकति बढी बोल्यो, अलिकति अराजकता खालको गर्न थाले जस्तो लाग्दैन तपाईँलाई यति बेर? अब बिरदाउन मेरो घर छ, मेरो घरमा साना साना भाइ बिना छन्, मेरो फुच्चे स्कुल जान्छ। तपाईँले बन्द गरेपछि स्कुल लाग्दैन, फिस तिर्नुपर्छ, तपाईँ तिर्दिनुहुन्छ? मेरो सानो बहिनीको फुच्चेहरूले खानेकुरा खानुपर्छ, तपाईँ घरमा पुर्याइदिनुहुन्छ? के को बन्द भनेको? तपाईँको कुरा सुन्नुपर्ने कसले? मलाई पहिला एकचोटि भन्नु, तपाईँको रियल आइडेन्टिटी के हो त? दुर्गा परसाईले जहिले जहिले बन्द गर्छु हडताल यहाँ भन्नुको अर्थ के हो? त्यही हिजो पर काठमाडौँको जस्तो भाग्न त होला नि तिनकुनेमा, बलि चढाउनु हो नि होइन? 2 जनालाई तपाईँ चाहिँ भागेर इन्डिया पुग्नु भयो नि अरूलाई उचालेर। अनि तपाईँले आजदेखि होइन राजालाई सिंहदरबार आजै लगिहाल्ने, दरबारमा भोलि नै लगिहाल्ने जसरी भनेर भन्छ। खै लगिस्यो न,